होइन आफ्नो निर्वाचन लक्षित कार्यक्रम गर्नुपर्ने ठाउँमा अझै पनि स्वर्णिमजी वार्तामा हुनुहुन्छ, शिशिरजी वार्तामा हुनुहुन्छ, तोसीमाजी वार्तामा हुनुहुन्छ, म वार्तामा छु, साथीहरू वार्तामा हुनुहुन्छ। किन? रासोपाले यो कुराहरू बुझेको छ। तर के बुझाइँदैछ? कुलमान र बालेनलाई चाहिँ घेर्न खोजियो, साइजमा ल्याउन खोजियो, ब्ल्याकमेल गर्न खोजियो, रासोपा ठुलो हुन खोजियो। त्यो होइन। समयको माग। गाउँमा जानुस् न, अहिले कर्णालीमा जानुस्, हाम्रो साथी डुलिराख्नु भएको छ। मधेसमा जानुस्, कस्तो गाह्रो छ, कति अप्ठ्यारो छ। मान्छेहरू 10,000 को रोजगारी नपाएर चाहिँ आफ्नो घर परिवार छोडेर जानु परेको छ। रुँदै तपाईँको आफ्नो सबै चिज बेचेर, आफ्नो आत्मा बेचेर देश छोड्नु परिरहेको छ। बेलुकातिर जानुस् न। म त एकदमै उहाँहरूलाई के रिक्वेस्ट गर्छु भनेपछि 8 बजेपछि एकचोटि कुलमानजी लगायतको साथीहरू 8 बजेदेखि 10 बजे तपाईँहरू एयरपोर्टमा हरेक दिन जानुस्। डिपार्चर इन्टरनेसनल डिपार्चर प्लिज त्यहाँ जानुस्। बरु मार्क्सलाई नचिने गरी जानुस्। मान्छेको सोध्नुस्, बुझ्नुस् किन गइरहेछ। टिचिङ हस्पिटलमा पी फर्ममा चिसो श्रेणीमा सुत्ने मान्छेहरूसँग एकचोटि तपाईँहरू कुरा गर्नुहोस्। तपाईँ नचिने गरी जानुहोस्। वीर अस्पतालको चिसो श्रेणीमा चाहिँ 5,000 रुपियाँ औषधि उपचार गर्न नभएर सबै चिज फ्री छ, तर 5,000 चाहिँ तिर्न नसकेर मृत्यु लिएर फर्किने मान्छेहरूसँग सम्वाद गर्नुहोस्। अनि बुझ्नुहुन्छ तपाईँ हामीले गरिरहेको नेगोसिएसन्स कुन लेभलसम्म गर्नुपर्छ भन्ने कुरामा, कसका लागि गर्नुपर्छ भन्ने कुरामा।